हेलो साथीहरू, हेर्नुहोस् मेरो बुढाले अहिले सुप बनाउँछ, चिकन सुप, स्पेसल चिकन सुप 5 स्टार गरेर टेस्ट हुन्छ। और यहाँ हेर्नुहोस्, यहाँ पानी बोइल गरेर चिकन बोइल गरेर निकाल्यो और यसको केसर केसर यस्तो पार्छ और यसमा पानीमा प्याज अझै प्याजको पत्ता, गोलमरिच, अदुवा हालेर बोइल गर्दैछ अहिले। तो हेर्नुहोस् है, यहाँ चिकन सुपमा अन्डा हाल्यो दुईटा, एउटा हालिसक्यो, अब एउटा हाल्दैछ और सोया सस पनि हालेर बोइल गर्दैछ है। हेर्नुहोस् है, मेरो हस्बेन्डको 5 स्टार सुप हेर्दा खमखम लाग्दो रहेछ है पुरा एकदम। अब यसमा मरिच जान्छ, कालो गोलमरिच हाल्छ, फेरि चिकनको उयो हाल्छौ केसर। साथीहरू अब बुढाले बनाएर खाएर टेस्ट गरेर भन्छ कस्तो भयो भनेर है। त हेर्नुहोस् है साथीहरू, सुप दामी बनाएछ मेरो बुढाले। अब म खाएर हेर्छु है सुप कस्तो भएछ भनेर। हेर्नुहोस् तातो छ, पोल्छ। टेस्टी दामी भएछ। वाह साथीहरू, तपाईँ ट्राई गरेर हेर्नुहोस् एकपल्ट।